मिसपिरियड, एक्कासी ओजन बढ्न सुरु गर्नु, लो इनर्जी फिल गर्दै हुनुहुन्छ, या तपाईको स्किनमा एक्ने देखा पर्दैछ, यी सारा लक्षणहरू हुन् एउटा बिरामीको। यो प्रब्लमसँग एकदमै धेरै दिदीबहिनीहरू जुधिराख्नु भएको छ र कति दिदीबहिनीहरूलाई त थाहा पनि छैन यो बिरामीको बारेमा र यसलाई हामी भनिन्छ PCOS र PCOD, पोलिसिस्टिक ओभरियन सिन्ड्रोम। यो प्रब्लम हर्मोनल इम्ब्यालेन्ससँग सम्बन्धित छ। लेडिजहरूमा एन्ड्रोजेन हर्मोन बढ्न सुरु गर्दछ। PCOSलाई ठिक गर्नको लागि तपाईले यो कुरा जान्न जरुरी छ कि PCOS र इन्सुलिन रेसिस्टेन्स एक अर्कासँग सम्बन्धित छ। PCOS अरु धेरै कारणले हुन सक्छ, तर त्यसको मेन कारण भनेको इन्सुलिन रेसिस्टेन्स हो। जब लेडिजहरूमा इन्सुलिन हाई हुन पुग्छ, त्यतिखेर मेल हर्मोन बढ्न सुरु गर्दछ। एन्ड्रोजन हर्मोन बढ्नुको कारणले कतिपय लेडिजहरूमा यो एरियामा रौँहरू आउने समस्या पनि देखिन्छ। यो सारा प्रब्लमको जड भनेको इन्सुलिन नै हो, किनकि इन्सुलिन भनेको हाम्रो बडीको मास्टर हर्मोन हो। मैले धेरैजना दिदीबहिनीहरूलाई सिकाइसकेको छु कि कसरी आफ्नो हर्मोन इम्ब्यालेन्सलाई ठिक गर्ने, त्यो पनि नेचुरल वेबाट। तपाईले सिर्फ 2 वटा नेचुरल सप्लिमेन्ट सँगसँगै तपाईले आफ्नो खानपिनमा पनि इम्प्रुभ गर्नुपर्ने हुन्छ। यसरी तपाईले PCOS को प्रब्लमलाई रिभर्स गर्न सक्नुहुनेछ। यदि तपाई यो बिरामीसँग एकै फाइट गर्दै थाकिसक्नु भएको छ भने अवश्य म तपाईलाई सहयोग गर्नेछु र अझ यस्तै हेल्थ रिलेटेड कुराहरू जान्न र थाहा पाउन मन छ भने मेरो यो पेजलाई फलो गर्न चाहिँ नबिर्सिनुहोला।